हेलो साथीहरू, आज त हाम्रो घरमा पोर्सो बोक्ने प्रोग्राम छ। आज चाहिँ हामी यो अगाडि भएको सबै पोर्सो बोकेर भ्याउने। अरू साल चाहिँ यो पोर्सो सबै हामी पिठ्युमा नै बोक्थ्यौँ। यो साल चाहिँ अलि नसक्ने भएर हाम्रो पोर्सो बोक्ने डोको पनि नभएर हामी चाहिँ ट्र्याक्टरमा बोक्ने प्लानमा छ यो पोर्सो। अब चाहिँ एकछिनमा यो पछाडि भएको यो सबै पोर्सोहरू चाहिँ एकछिनमा ट्र्याक्टर आउँदैछ अनि त्यसपछि चाहिँ त्यो ट्र्याक्टरमा हालेर बोक्ने हो। त्यसको लागि चाहिँ हामीहरूले कुटो खत्नलाई अनि यो डोको चाहिँ च्यात्ते छ। डोको राम्रो नभएर हामीले चाहिँ पोर्सो जिउमा नबोकेको डोको बिग्रियो हाम्रो। यसरी अब एकछिनमा चाहिँ थोडा देरमा ट्र्याक्टर आउँदैछ। ट्र्याक्टर आइसकेपछि चाहिँ त्यो सबै निक्छ। 2-4जना मान्छे पाइदिया भए त पिठीमै बोके पनि हुन्थ्यो। मान्छे पनि सबै आफ्नो आफ्नै काममा, फेरि आजभोलि गाउँमा प्रायः मान्छे पाउनै गाह्रो, आफ्नै आफ्नै काममा बिजी हुन्छन्। त्यही भएर चाहिँ ट्र्याक्टरमै बोकौँ भन्ने कुरा हो। र ट्र्याक्टरको आवाज नि आउन थाल्यो साथीहरू। अब चाहिँ बोकौँ, निकालौँ, डोकामा जकाउँ। ट्र्याक्टर आउन चाहिँ अलि ढिला होला जस्तो छ। त्यहाँ टोक्दैछ मलाई यिनीहरूले त्यसरी। आइया बाबै मेरो साथीहरूले। ल पोर्सो बोक्नलाई ट्र्याक्टर पनि आयो। अब ट्र्याक्टर आयो, अब चाहिँ सुरु हुन्छ हाम्रो पोर्सो बोक्ने प्रोग्राम। ल ट्र्याक्टर पनि आइपुग्यो। अब यो ट्र्याक्टरमा चाहिँ यो भएको सबै पोर्सोहरूलाई चाहिँ अब आज बोक्ने। यसरी यो खन्चुवा हो, यो मान्छे खन्चुवा। हेलो गाइस, मेरो मामु र बाजे मामु काम गर्दै हुनुहुन्छ। बाबा नि हो सबैजना पोर्सो बोक्न आऊ। मतलब म हान्दिने हि मेरो नाम छ टुना।